हेलो गुड मर्निङ साथीहरू। अहिले बिहानको 8 बज्दैछ। मेरो बसन्ती यहाँ ग्यारेजमा छ। अहिले मेरो बसन्तीको पुरा सिरियस अवस्था थियो अनि ग्यारेजमा ल्याउँदाखेरि मेरो बसन्तीको अहिले अपरेसन भइरहेछ। भाइले चिरफार गरिदिएछ मेरो बसन्तीलाई। बसन्तीको पुरा पेटमा समस्या छ। पत्थर किडनी फेफडा सबै खत्म थियो। अब बसन्तीको यो भाइले मेरो बसन्तीलाई अपरेसन गर्दैछ। बसन्तीको मेल फिमेल खत्म थियो, भाइले नयाँ लगाउँछ। यहाँ बसन्तीको अर्को यसलाई के भन्छ भाइ? यो क्लोज प्लेट हो, यो पनि खत्म थियो, यो पनि नयाँ लगाउँछ। यो भाइ बसन्तीको लागि पुरा खतरा डाक्टर हो। यदि कसैको बाइकलाई बुखार, टाइफाइड फिभर, मुडदुखिया छ भने यो ग्यारेजमा लिएर आउनुहोस्। बसन्तीलाई राम्रोसँग इलाज गराउनुहोस्, सस्तोमा इलाज गरिदिन्छ। अनि फेरि बसन्तीलाई राम्रोसँग बाटोमा कुदाउनुहोस्, केही समस्या आउँदैन।